हेलो नमस्ते राधे राधे। आज हामी 100 डेजको च्यालेन्जमा फेरि आइपुगेका छौँ। देख्न सक्नुहुनेछ जो केशर दाईको खेतमा हामी जसरी मसिन चलाएका थियौँ त्यसरी नै हामी आज हाम्रो खेतमा चलाउन आएका छौँ, जसमा यहाँ हुनुहुन्छ खेतको जो खेतमा हामी मकै खेती गर्दैछौँ त्यो खेतको मालिक, जस्तो कि हामीहरुकी घर छिमेकी काकी। र काकीले हामीलाई माटो दिनुभएको छ मकै खेती गर भनेर। र काकीले पनि केही कुरा भन्नुभयो, जस्तै काकीले पनि भनेको मकै कसरी रोप्नुपर्छ, अगाडि हामी कसरी रोप्थ्यौँ ती कुराहरूलाई काकीले पनि हामीलाई भन्नुभयो, जसमा हामी पनि साह्रै खुसी लाग्यो काकीका कुराहरू सुनेर। जसमा देख्न सक्नुहुनेछ आज हामीहरूको मकै रोप्ने दिन परेको छ। हामीहरूको मकैबारीमा जस्तो कि हामीले लाइन टु लाइन हामीले 15 इन्चीको राखेका छौँ जुन गेप, अनि मसिनले जुन 10 इन्चीको गेप दिइरहेको छ, जो बीजलाई 10 बाई 10 इन्चीको गेप, जस्तो कि 15 बाई 10 को हामीले एउटा जुन मेजरमेन्ट राखेका छौँ यस मकै खेतीमा। जसमा हेर्न सक्नुहुनेछ हरेक लाइनमा यसरी हामीले मसिन चलाउने गरिएको छ। जसमा माटो रेडी गर्नको लागि हामीले 50 लगेका हौँ। र आजको भिडियो यसमै समाप्त गर्दै राधे राधे।